हाम्रो गाउँतिर त रोपाई सुरु भएर कामको धमाधम छ साथीहरू। तपाईहरुलाई फेरि पनि वेलकम छ मेरो छोटो अनि मिठो मिनी भ्लगमा। आजभोलि चाहिँ रोपाई सुरु भइसकेको छ, त्यही भएर चाहिँ म पल्लो घरको ठुलमम्मीलाई हेल्प गर्नको लागि पल्लो खेतमा जाँदै छु। हाम्रो रोपाई चाहिँ सुरु भएको छैन, पल्लो घरको ठुलमम्मीको रोपाई चाहिँ भएको हुनाले म चाहिँ बिउ निकाल्न मात्रै आएको। हाम्रो गाउँतिर त जेठको 27-28 गतेबाट रोपाई सुरु भइसकेको छ। अनि तपाईहरुकोतिर के कस्तो भएको छ कमेन्ट गरिदिनु होला। हाम्रो रोपाई चाहिँ यति छिटो हुँदैन, हाम्रो रोपाई चाहिँ असारको 10-15 गतेतिर हुन्छ। यो साल चाहिँ हामीहरु सबैजना घरमै छौं, त्यही भएर आधा जमिन चाहिँ आफै बनाउने भनेर चाहिँ 4 कट्ठा जति हामीले बटिया दिएको छैन, त्यो चाहिँ हामीहरु आफै। हाम्रो रोपाईको भिडियो चाहिँ अलि ढिला आउँछ होला। यो भिडियो चाहिँ हाम्रो ठुलमम्मीको रोपाईको हो। हामीले बिउ मात्र निकालेका थियौं, रोप्नलाई त मान्छेहरु खोजेको थियो ठुलमम्मीले। ठुलमम्मीले चाहिँ फेसबुकमा मेरो भिडियोहरु चाहिँ हेरिराख्नु हुँदो रहेछ, अनि त्यसपछि तेरो भिडियोहरु त खुबै आउँछ मेरोमा भन्दै हुनुहुन्थ्यो। ठुलमम्मीको खेतमा गएर थोरै एकछिन बिउ निकाल्नलाई हेल्प गरे, त्यसपछि घर आए, त्यसपछि एकछिन आराम गरेर चाहिँ म चाहिँ गोरु लिन गइहालेँ। यी गोरुहरु हाम्रो त हैनन्, पल्लो घर अंकलको हुन्, तर मैले जोत्नलाई ल्याएको थिएँ के, त्यही भएर डोर्याएर आएको थिएँ खेतमा, त्यही भएर यिनीहरुको ख्याल पनि राख्नु पर्यो अलिअलि। ल साथीहरु, तपाई मेरो फेसबुक, टिकटक, युट्युब जताबाट पनि हेर्दै हुनुहुन्छ त्यतैबाट कमेन्ट गरिदिनु होला। अनि आजको भिडियो के कस्तो थियो कमेन्ट गरिदिनु होला, र भोलि पर्सिको भिडियोहरुलाई पनि माया गरिदिनु होला भन्दै छुट्टिन्छु। बाइ।